हरेक नयाँ बिहान नयाँ अवसर लिएर आउँछ। आजको प्रयासले भोलिको सफलता निर्माण गर्छ। कठिनाइहरू स्थायी हुँदैनन् तर साहस स्थायी हुन्छन्। आशा कहिले नहार्ने मानिस नै अन्ततः सफल हुन्छ। सकारात्मक सोचले असम्भवलाई पनि सम्भव बनाउँछ। अन्धकार जति गाढा भए पनि उज्यालो अवश्य आउँछ। सपना देख्न नछोड्नुहोस् किनकि सपनाले नै भविष्य निर्माण गर्छ। हरेक असफलता नै सफलताको अर्को पाठ हो। आफूमाथि विश्वास गर्नुहोस्, तपाईँ धेरै सक्षम हुनुहुन्छ। धैर्य र निरन्तरताले सफलता दिलाउँछ। मुस्कानले धेरै समस्याको समाधान सुरु गराउँछ। समय बदलिन्छ, त्यसैले राम्रो दिनको आशा कहिले नछोड्नुहोस्। आत्मविश्वास नै सफलताको पहिलो खुड्किलो हो। आजको सङ्घर्ष नै भोलिको गौरव हो। हरेक मानिसको जीवन सम्भावनाले भरिएको हुन्छ। विश्वास, मेहनत र धैर्यले हरेक सपना पुरा हुन सक्छ। हिम्मत गर्नेका लागि कुनै लक्ष्य टाढा हुँदैन। सकारात्मक सोचले मनमा शान्ति र जीवनमा प्रगति ल्याउँछ। आफ्नो उज्यालो आफै बन्न सिक्नुहोस्। सधैँ राम्रो दिन आउने विश्वास राख्नुहोस्। आत्मनिर्भर भई राम्राका लागि गरिने आशा नै जीवनको सबैभन्दा ठुलो शक्ति हो। सकारात्मक सोच्नुहोस्, सकारात्मक जिउनुहोस्। जिन्दगी सुन्दर छ।